मोमो बनाउने प्रोसेस है त गाइस। यो यो मिक्स गर्ने है त। कस्तो राम्रो रहेछ मिक्सर पनि। मिक्स गर्दैछौँ। मिक्स गरेकोलाई हाल्ने टक्क पारेर होइन भइहाल्यो। किमा मोमोको लागि किमा रेडी हुँदैछ गाइस। यो चाहिँ हाम्रो अचारको लागि है त। चटनी भनौँ न अचार भनौँ एउटै हो। त्यसको लागि प्रिपरेसन चल्दैछ। अब त्यो चाहिँ मिक्स गर्ने अनि यो चाहिँ हाम्रो नाच होइन यो चाहिँ बटर गार्लिक र जिन्जरको पेस्ट होइन त। अनि यो चाहिँ हाम्रो किमाको भइसकेको छ। माथिको ब्राउन चाहिँ तपाईँको सोया चङ्क्स भनेपछि अरू चाहिँ पनिर प्याज त्यसपछि बन्दाकोपी है त। यो चाहिँ मोमो मसला मोमोको टेस्टको लागि हुँदैछ। अब जाँदैछ होइन मसलाहरू मोमो मसला जाँदैछ। हाम्रो बढी हुँदैछ चढ्नेको लागि होइन। को बढी हो बढी ओहो मतलब अब यसको पेस्ट बन्दैछ होइन बिस्तारै बिस्तारै। आज टेस्टी स्मेल आइरहेछ। अब मोमो बनाउनु रेडी हो। किमा यहाँ छ ट्याप्प पार। यो गोलो गोलो बनाएको मैले है गाइस। अब स्प्रे टक्क मोमो यस्तो भएछ त एमएम हालो त माया। धेरै खान्छु 15वटा मिनिमम। एक प्लेटमा 12वटा हुन्छ हामी 15वटा खाने होइन। हाम्रो धेरै परिकारको मोमो चाहिँ यहाँ बन्दैछ अनि हामी त्यहाँ हाल्दै पनि छौँ पाक्दै पनि छ होइन। स्पाइसी देख्यो कस्तो मस्तको देख्यो क्या है। अब सिरिज टाइम होइन त। टक्क भएर अब बुढाबुढी बस्यो होइन मस्तो सिरिज हेर्दै खाने हो। त्यहाँ मोमो अरू पाक्दैछ स्टकमा हामीसँग के छ त मुभी हेर्दैछौँ है त गाइस। यो टाढा अरे अंदर जाकर बैठो। तुम दोनों साथ में बाहर मत जाना। मेरी बात समझ में आई ना? तुम मेरे साथ मोबाइल में था लास्ट में